आज चाहिँ म तपाईँहरूलाई भूतको कहानी भन्छु है। यस्तो के म त्यतिखेर लगभग 9-10 वर्षको थिएँ होला। मलाई अझै पनि याद छ कि मेरो हजुरआमाले त्यो जमानाको पहाडको कहानी भएकै घटना सुनाउनु भएको थियो के भएछ भने एउटा झाँक्री के अलिअलि फुकफाक गर्ने मन्तर आउने एउटा झाँक्री ऊ बेला त पहाडबाट बेसी झर्दाखेरि त हिँडेर अब सवारी साधन यातायात सडक बाटोघाटो थिएन नि त। हिँडेर आउने क्रममा आउँदा आउँदा बाटोमा खोलाको बाटो हुँदै आउनु पर्ने हुन्थ्यो नि त, खोला क्रस गर्नुपर्ने हुन्थ्यो। अनि खोलामा आइपुग्नु भयो अरे कि खोलामा आइपुगिसकेपछि अनि खोलाबाट आवाज आयो अरे क्या, आया गाह्रो भयो प्लिज प्लिज त भन्थेन होइन, आया गाह्रो भयो कृपया मलाई सहयोग गर्नु भनेर कि। अनि दङ्ग परेर कि झाँक्री, ओहो कसरी सहयोग गर्नु त, मैले कहाँ हो के हो सुने मात्रै हो देखाएन, मैले कसरी सहयोग गर्न सक्छु भनेर। तपाईँले मलाई सहयोग गर्न सक्नुहुन्छ, तपाईँले यो रुवामा पानीमा छुनुहोस् अनि तपाईँ ट्याक्क म तपाईँलाई तान्छु भनेर कि। ल हुन्छ नि त, अब मैले गर्न मिल्छ भने म सहयोग गर्छु नि त, ल ठिक छ भनेर होइन। त्यसपछि अनि आफूलाई मन्तरले बाँधेर कि टक्क मन्तरले आफूलाई बाँधेर अनि पानीमा छोए अरे त्यो रुवामा कि। अब खोलामा त जमेको ठाउँलाई रुवा भन्छ नि, रुवामा छोएपछि भित्र गयो अरे। भित्र गएर त पुरै भूतको घर के ए होइन, खामा हेरे सुनको, थाल हेरे सुनको, अम्खरा हेरे सुनको, छानो सुनको, जे पनि सुनको, खानेकुरा सुत्ने कुरा लाउने कुरा बाहेक सबै सुने सुनको के। त्यस्तो के त्यति धनी के सुने सुन। अनि दुई जीव कि सुत्केरी हुन लागेछ। अनि फुकफाक गरेर अनि घोरले छोरो पाए अरे। अनि घोरले छोरो पाएपछि ल अब भयो, अब तपाईँलाई ठिक छ म जान्छु भनेर। होइन तपाईँले यत्रो सहयोग त गर्नुभयो, प्लिज एउटा अब एउटा सानो सहयोग गर्नु पऱ्यो। के हो औँठी, यो औँठी लगाएर मेरो बुढालाई देखाइदिनु, मेरो बुढालाई बोलाइदिनु, मेरो बुढालाई नि बोलाइदिनु भनेर। अनि तपाईँको बुढालाई मैले कसरी चिन्छु त, मेरो बुढा फलानु पल्टनमा हुनुहुन्छ, अनि त्यसपछि भइहाल्छ नि त भनेर के। ल भनेर। अनि त्यसपछि अनि तपाईँको बुढाले मलाई कसरी चिन्छ, मेरो बुढा यो औँठी देखाएपछि तपाईँलाई त्यसरी चिनिहाल्नुहुन्छ नि। ल त्यो पल्टनको सबभन्दा अग्लो मान्छे मेरो बुढा। ल गएर होइन एक दिन लाएर हिँडेर गएर अनि टक्क लाएर यसरी त अग्लो न अग्लो कि ल यही हो पक्कै अनि औँठी ट्याक्क ल देखाइदिएर, तपाईँले यो औँठी कहाँबाट पाउनुभयो, ल त सुन्नुहोस् तपाईँको म यसरी यसरी होइन यसरी हिँडेको थिएँ, यसरी 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 ल हिँडिहाल्नु त। टक्क गएपछि त ल हेरेको त घोरले छोरो होइन मजाको। अनि त्यसपछि टाकटुक टक्क खाइपी गरेर तपाईँलाई धेरै धन्यवाद छ दाइ, तपाईँले यत्रो ठुलो काम गर्नुभयो, ल भन्नुहोस् के लानुहुन्छ के होइन, तपाईँले बोक्न सक्ने सुन लिएर जानु। एक ढोको सुन के, एक ढोको त के बोक्नु सक्थ्यो, कति बोक्नु सक्थ्यो ढोकोमा होइन, सुन दिएर पठाइदिएपछि त्यो टोलको त्यो गाउँको जमिनदार भएर बसेर कि त्यो झाँक्री। त्यस्तो दिनहरू थिए अरे कि पहिला पहिला हाम्रो हजुरआमामा भूतहरू हुन्थे अरे। त्यो बेलामा मान्छे र भूत सँगसँगै हिँड्थे अरे, बोल्थे अरे होइन। अहिले पो अब मान्छे भयो, मान्छे भूत भए मान्छे। उही बेला त भूत प्रेतले जित्थे मानिसलाई, अहिले त मानिसले जिते भूतहरू हराए। अन्त त्यो त कहाँ कहानी एकादेशमा। नमस्ते।